इन्फर्मेसन सेक्युरिटीमा अर्को इम्पोर्टेन्ट कन्सेप्ट छ अडिटिङ। अडिटिङ भनेको सिस्टमका लग्स र रेकर्ड्स जाँच गर्ने प्रक्रिया हो, अर्थात् कसले के गर्यो भनेर भेरिफाई गर्ने काम हो। अनि एकाउन्टेबिलिटी भनेको कसले के गर्यो भनेर जिम्मेवारी लिनुपर्ने अवस्था हो। उदाहरणको लागि अमृतले सिस्टममा लगइन गरेर रिपोर्ट एडिट गर्नुभयो। सिस्टमले भन्छ यो काम अमृतले गर्नुभएको हो, अनि लग्स हेरेर निश्चित गरिन्छ कि यो 100% अमृतले नै गर्नुभएको हो। तर एकाउन्टेबिलिटी र अडिटिङको के सम्बन्ध छ? एकाउन्टेबिलिटी बिना अडिटिङ कमजोर हुन्छ र अडिटिङ बिना एकाउन्टेबिलिटी प्रुभ गर्न सकिँदैन। फलस्वरूप अडिटिङले एकाउन्टेबिलिटीलाई बलियो बनाउँछ। साइबर सेक्युरिटीमा अडिटिङका लागि प्रयोग हुने केही पपुलर सफ्टवेयर यस प्रकार छन्: स्प्लङ्क, इकेल स्ट्याक, IBM QRadar, विन्डोज इभेन्ट भ्युअर, जर्नल CTL। यदि तपाईहरुलाई यस्तै साइबर सेक्युरिटी कन्टेन्ट बुझ्न मन छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।